ल सबैजनालाई नमस्कार गर्दै आज फेरि एउटा छोटो भिडियो ल्याउने मैले इच्छा गरेको छु। जुन चाहिँ तपाईहरुले भिडियो हेर्दै थाहा पाइसक्नु भएको छ कि हाम्रो अहिलेको भिडियो पनि बिग कार्डम यानि कि लार्ज कार्डमम सेरेम्लासँगै रिलेटेड फुल भिडियो छ। र यो पालीको चाहिँ यो भिडियो चाहिँ हाम्रो लगभग आज 30 तारिकको दिन चाहिँ हामीले नाम्ची पठाउँदै गरेको यो नामताङ पठाउँदै गरेको 5000 अलैँचीको सिड बिरुवाको भिडियो बनाउँदैछु म। र हामीले कसरी एक्सपोर्ट गर्छ सिक्किम भित्रै र कसरी बाहिर एक्सपोर्ट गर्छ म हो त्यो कुरा अलिकति तपाईलाई इन्फर्मेसन दिँदैछु यो भिडियोमा चाहिँ। र हामीले सिक्किम भित्रै पठाउँदा चाहिँ हामीले भरिसकै ठुलो बिटा बनाउँछ, किनकि ठुलो बिटा बनायो भने हामीलाई एउटा गर्नु पनि सजिलो अनि साथसाथै ठुलो बिटा चाहिँ मजाले अब एकैचोटी ठुलो बिटा भएपछि मजाले अटेर जानु पनि सजिलो हुन्छ, बोक्नु पनि अब ट्राभल गर्दा बोक्नु पनि सजिलो, बान्नु सजिलो, सबै कुरा सजिलो हुँदाले हामी 500 को बिटा बनाउँछौं। र यो चाहिँ हाम्रो 5000 बिरुवा जाँदैछ अहिले चाहिँ हाम्रो यो चाहिँ हाम्रो बर्मेक मार्तामबाट जाँदै गरेको हाम्रै गाउँबाट जाँदै गरेको बिरुवा हो। र यो बिरुवाको क्वालिटी चेक गर्नुहुन्छ, तपाईले हेर्न सक्नुहुन्छ कतिको राम्रो बिरुवा जान्छ हाम्रोबाट भनेर हो। एकदमै हाम्रोबाट अब 100% गुड क्वालिटी नै हामी पठाउने गर्दछौं हाम्रो जति पनि कस्टमर हुनुहुन्छ उहाँहरुलाई। यहाँ हेर्नुस् कतिको राम्रो बिरुवा छ भनेर हो। 500 को बिटा हो यिनीहरु र प्युर सेरेम्ला मात्रै जान्छ हो। र यसमा चाहिँ हामीले साथसाथै हामीले पड्काएर कुनै पनि हाल्दैनौं, फेरि त्यो बीचमा पड्काएर अलैँची त्यस्तो गर्छ कति जग्गा, तर हाम्रोमा त्यस्तो हुँदैन। अनि हामीले एकदमै जरासँगै निकालेर पठाउँछौं सिक्किम भित्र चाहिँ। र हामीले टाढा पठाउनु पर्यो भने चाहिँ अलिकति जराहरू कम्ती हाल्छौं, किनकि माटोहरू बेसी जान सक्छ अन्त गाडी मैला आउन सक्छ। त्यो भएर चाहिँ हामी अलि टाढा पठाउँदा चाहिँ जरा निकालेर मात्रै पठाउँछौं। र यो चाहिँ हाम्रो यो 5th-6th टाइम हुँदै गरेको यो पालीको जाँदै गरेको। र यो पाली अलिकति कम्ती छ यो पाली, र हामीले कम्ती बिरुवा चाहिँ 6-7 पल्ट पठायौं र भने लार्ज एमाउन्टमा 20-30 हजार हामीले 7-8 पल्ट पठाइसक्यौं। र यो पल्ट चाहिँ हाम्रो यसरी ओसार्नु पर्छ, बाँदै दुई ठाउँ बाँधेको हुन्छ, मुठा दुई तल र माथि बाँधेको हुन्छ र नाम्लो लगाउने गरी सजिलो बनाएर हामी यसरी बोकेर जतासुकै नपछारी लान्छौं भन्ने बगान यही हो ल निकालेको चाहिँ हामीले। र निकाल्दै यसरी अलिकति उकालो बोक्नु पनि पर्ने थियो र बोकेर हामी फाइनल्ली गाडीमा आइपुगेका छौं। र यो चाहिँ नाम्ची जाने मालिक चाहिँ वही हुनुहुन्छ, लाने मालिक चाहिँ वहाँ ब्याग बोक्ने दाजु हुनुहुन्छ भने अन्त अलैँची यही भइहाल्यो हाम्रो। अनि नाम्ची जाँदै गरेको बिरुवा हो, लाने चाहिँ वहाँ दाजु हुनुहुन्छ। र भिडियो हेरेर सब्स्क्राइब गर्नु नबिर्सिनु होला। धन्यवाद।